नमस्कार साथीहरू, आज हामी नेपालको संविधान भाग 4 अन्तर्गत रहेको राज्यको निर्देशक सिद्धान्त संक्षेपमा पढ्नेछौँ। यो भिडियो लिखित र वस्तुगत दुवैतर्फको तयारीका लागि अत्यन्त महत्त्वपूर्ण हुनेछ। मैले यसभन्दा अगाडिका भागहरूको जानकारी समेटेर पार्ट 1 र पार्ट 2 भिडियो तयार गरिसकेको छु। तपाईहरूले सो भिडियो हेर्नु भएको छैन भने तल डिस्क्रिप्सनमा रहेको लिंक मार्फत हेर्न सक्नुहुन्छ। अब सुरु गरौँ आजको विषयवस्तुबाट। नेपालको संविधान भाग 4 राज्यको निर्देशक सिद्धान्त जुन धारा 49 र 50 मा रहेको छ। यहाँ रहेको छ भाग, त्यसपछि धारा, त्यसमा रहेको प्रावधान, विशेषता अनि सम्झिनको लागि सूत्र। अब हेरौँ धारा 49। मार्ग निर्देशनका रूपमा रहने विशेषतामा राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्व राज्य सञ्चालनको मार्ग निर्देशनका रूपमा रहने र निर्देशक सिद्धान्त कार्यान्वयन गर्न आवश्यकता अनुसार स्रोत साधन परिचालन गर्ने गराउने उल्लेख। धारा 49 ले धारा 50 र 51 मा रहेका निर्देशक सिद्धान्त नीति तथा दायित्व राज्यलाई विकासको गन्तव्यमा पुर्याउने मार्गचित्र प्रस्तुत गरेको बुझ्नुपर्ने। अब धारा 50 निर्देशक सिद्धान्तहरू देहाय बमोजिम रहनेछन्। धारा 50 को 1 मा राजनीतिक उद्देश्यले समेटिएका विषयहरू निम्न रहेका छन्। अब हामीले राजनीतिक उद्देश्य सम्झिनको लागि कीवर्ड राजनीतिक भने सम्झिने। राबाट राज्य जुन धारा 4 मा रहेको छ। मैले यस सम्बन्धी भिडियो बनाइसकेको छु, गएर हेर्नुहोला। पार्ट 1 र पार्ट 2 गरेर बनाएको छु, त्यो हेर्नुहोला, त्यसपछि अलि राम्ररी बुझिनेछ। अब यसबाट हामीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्ने भन्ने उद्देश्य लिएको छ। अब जबाट जनता भनेको नागरिकको जीव, धन, समानता र स्वतन्त्रताको संरक्षण गर्ने। अब निबाट नीति नियम, यसबाट कानुनको शासन, मौलिक हक तथा मानवाधिकारको मूल्य र मान्यता जुन नीति नियममा आधारित हुन्छ यसको ग्यारेन्टी गर्ने। त्यसपछि ताती एउटै हुन्छ। ताबाट चाहिँ हामीले लैङ्गिक समानता, सहभागिता, समानुपातिक समावेशीकरण र सामाजिक न्याय कायम गर्ने। त्यसपछि न्यायपूर्ण व्यवस्था, यी माथिका सबै कुराको ग्यारेन्टी भयो भने न्यायपूर्ण व्यवस्था हुन्छ भनेर सम्झिने। राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्ने चाहिँ उद्देश्य लिएको छ। अब थप हुँदा सम्झिनको लागि नेपालको राजनीति कस्तो छ भनेर चाहिँ बुझ्ने। अब हामीले लोक कल्याणमा आधारित व्यवस्था छ भनेर चाहिँ हामीले सम्झिने। अब यसबाट हामीले लोक कल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने। अनि त्यसपछि संघीय इकाइ, संघ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध रहेको छ। यसबाट हामीले परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरू बीचको सम्बन्ध सञ्चालन गर्ने उद्देश्य लिएको छ। अब मैले यो अनुसूचीमा साझा अधिकार र धारा 232 यो सम्बन्धी पनि भिडियो बनाउने छु, हेर्नुहोला। अब अर्को छ स्थानीय स्वायत्तता र विकेन्द्रीकरण रहेको छ। हाम्रो राजनीतिक अवस्था भनेर चाहिँ यसलाई चाहिँ यो क्वेसनसँग कनेक्ट गरेर हामीले चाहिँ यसरी चाहिँ भन्ने। त्यसपछि स्थानीय स्वायत्तता र विकेन्द्रीकरण रहेको छ भन्ने। त्यसपछि यसबाट चाहिँ हामीले स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने भनेर उद्देश्य लिएको छ। अब अर्को लोकतान्त्रिक अधिकारको उपभोग, यसबाट हामीले लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्ने। त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ भनेर हामीले सम्झिने। अब हामी धारा 50 को 2 मा जाउँ। सामाजिक सांस्कृतिक उद्देश्य, सामाजिक सांस्कृतिक उद्देश्यले समेटिएका विषयहरू निम्न रहेका छन्। अब हामीले सामाजिक सांस्कृतिक उद्देश्य कसरी सम्झिने त भन्दा कीवर्ड सामाजिक सांस्कृतिक भनेर सम्झिने। अब यसबाट हामीले साबाट
धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलनमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गर्ने। अब माबाट मानव, सभ्य र समतामूलक समाजको निर्माण गर्ने। मानव चाहिँ समाजमा हुन्छन् भनेर पनि सम्झिन सक्छौँ। त्यसपछि जागरण ल्याउनका लागि राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा आदिमा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने। त्यसपछि कबाट हामीले राष्ट्रिय एकता सुदृढ गर्ने, राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुनेछ भनेर सम्झिने। त्यसपछि सांस्कृतिकबाट चाहिँ हामीले सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गर्ने भनेर सम्झिने। अब हामी धारा 50 को 3 हेरौँ। आर्थिक उद्देश्य। यसमा आर्थिक उद्देश्यले समेटिएका विषयहरू निम्न रहेका छन्। अब हामीले आर्थिक उद्देश्य कसरी सम्झिने त भन्दा इकोनोमिक भन्ने किवर्ड सम्झिने। अब यीबाट इकोनोमिक ग्रोथ एन्ड डेभलपमेन्ट, यसबाट हामी तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने भनेर सम्झिने। त्यसपछि सीओबाट कोअपरेसन, यसबाट हामीले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्ने भनेर सम्झिने। अब एनओबाट नो अनइक्वालिटी। अब यसलाई सम्झिनको लागि प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्ने भनेर सम्झिने। त्यसपछि यामबाट चाहिँ हामीले माइलस्टोन भनेर सम्झिने। शोषण रहित समाजको निर्माण गर्ने भनेर सम्झिने। त्यसपछि इन्डिपेन्डेन्ट, आईबाट इन्डिपेन्डेन्टबाट राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउने भनेर सम्झिने। त्यसपछि सीबाट क्यापिटलिस्ट एन्ड सोशलिस्ट मिक्स्ड इकोनोमी, यसबाट हामीले समाजवाद उन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भनेर सम्झिने। अब हामीले धारा 50 को 4 हेरौँ। अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी उद्देश्य। अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी उद्देश्यले समेटिएका विषयहरू निम्न रहेका छन्। अब यसलाई कसरी सम्झिने त भन्दा अन्तर्राष्ट्रिय र राष्ट्रिय हित, समानता र सम्मान भन्ने यो 3टा वर्ड सम्झिने किवर्ड। अब हामीले राष्ट्रिय हित, मैले यो राष्ट्रिय हित सम्बन्धी पनि भिडियो बनाइसकेको छु जुन धारा 5 मा रहेको छ। यो पनि गएर हेरिदिनु होला अनि अलि राम्ररी चाहिँ हामीले विस्तृतमा हामीले बुझ्न सक्छौँ। अब हेरौँ, यसबाट हामीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने उद्देश्य लिएको छ भनेर सम्झिने। समानताबाट सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने। अनि सम्मानबाट विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भनेर हामीले सम्झिने। अब नोट हेरौँ। माथि उल्लेखित राज्यको निर्देशक सिद्धान्त पालना भए नभएको सम्बन्धमा अदालतमा कुनै प्रश्न उठाउन पाइने छैन, तर संविधानले व्यवस्था गरेको राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूलाई लागू गर्न नसक्ने भए पनि राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू विपरीत गएर निर्णय गर्न भने मिल्दैन भनी मिति 2053 वैशाखको 17 गतेमा सर्वोच्च अदालतबाट आदेश भएको छ। ल, आजको लागि भिडियो यति नै। भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला र यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै आजको लागि म यो भिडियोबाट बिदा हुन्छु। हस्त, धन्यवाद।